हेलो नमस्ते सबैजनालाई। म आज म कहाँ जाँदैछु हेर्दै गर्नुहोस्, देखाउनेछु तपाईँहरूलाई म सबै। यो चाहिँ हो उल्टा डाँडा। हामी चाहिँ घुम्न आएको छौँ। आज चाहिँ हामी कहाँ घुम्न आएको छौँ तपाईँहरूलाई अहिले पुगेर देखाउँछु होइन। अहिले चाहिँ हामी जाँदैछौँ। हामी आइपुग्यो तर अलिकति बाँकी छ, जाँदैछौँ। यता रहेछ हामी जाँदैछौँ। यस्तो चाहिँ ल सुरु भएछ यहाँबाट पाउनु थालेछ। परेवा चराको बच्चा पनि पाउँदो रहेछ। डल्ली परेवा रहेछ परेवाले। बच्चा चाहिँ यहाँ भित्र रहेछ है। हेरौँ जुत्ता खोल। ये क्या डॉग है? ये सामोयड स्पिट्स है। ये सेजू। माछाको मार्केट त यतै रहेछ। चराको बच्चा चरा यहाँ रहेछ। हो हेलो साथीहरू, हेर्नुहोस् है, हामी चाहिँ खासमा चाहिँ यही हेर्नु आएको। यहाँ पाल्ने माछाहरू, यो उसमा एक्वेरियममा पाल्ने माछाहरू पाउँछ अरे, खालको अरे होइन। त्यही भएर चाहिँ हामी हेर्नु आएको। अनि यहाँ कुकुरको छाउरा छाउरीहरू पनि पाउँछ अरे क्या, एकदम राम्रो कम दाममा। त्यही भएर आएको हेर्नु। हामी चाहिँ हेर्दै गर्नुहोस् गाइस, देखाउँछु म सबै तपाईँहरूलाई। माछा किसिम किसिमको छ। कस्तो खालको माछा चाहिँ मनपर्छ तपाईँहरूलाई होइन। अलिक सस्तो पनि पाउँछ यहाँनिर भनेर सुनेको थिएँ। यो चाहिँ ग्यालेस्टिक मार्केट भन्दो रहेछ। म पनि कहिले आएको थिइनँ, त्यही भएर आएको। यही पाउँछ भनेर सुनेर चाहिँ हेर्नु आएको। ठुलै हो फुल बजार। दामी रहेछ। फुल बजार रहेछ। के फुल मनपर्छ तपाईँहरूलाई? दामी फुल रहेछ। अर्किडको लाइन रहेछ। यहाँ अर्किड रहेछ। फुलको माछाको बजार चाहिँ पुरा भेट्यो। कति अब कति हेर्ने। यहाँबाट चाहिँ हामी घाम बेसी भयो, पुरा गरम भयो होइन। अब चाहिँ हामी जाँदैन यहाँबाट चाहिँ। कुकुरको बच्चा बिरालो बच्चा खोजेको पाएन हो। अब हामी यहाँबाट फर्किन्छ अब के कुखुरा हो यो? हाँसको बच्चा रहेछ। बनाएको बट्टाई ठुलो जुरो खालि परेको लाइन रहेछ। यो चाहिँ खालि परेको खरायो। खरायोको बच्चा चरा दादा प्लीज पको लग जाएगा तो कोई
अब चाहिँ लु साथी सकेछ हो कुकुरको पनि भेट्यो उता गएको चाहिँ पाएन छैन होला भने त यता पो रहेछ त हौ घामले हेरेर कस्तो भएको लु साथी हामी ग्यालेक्टिक मार्केट घुमिसक्यो अब चाहिँ हामी जान्छौँ न्यू मार्केटमा अलिकति उसको सामान किन्ने छ अरे सामान किन्ला अब हामी न्यू मार्केट सबैजनालाई धन्यवाद कुकुरहरूको बच्चाहरू हेर्नुभयो होला बिरालुको बच्चा चाहिँ देख्नु पाएन हामीले हो